आज चाहिँ हामी इम्पोर्टेन्ट तर अलिकति कन्फ्युजिङ क्लियर नभइन्जेलसम्म चाहिँ कन्फ्युजिङवाला एउटा टपिक पढ्छौँ। यसमा क्लियर भइसकेपछि त केही पनि नै कन्फ्युजन हुँदैन। पहिला चाहिँ कन्सेप्ट चाहिँ बुझ्नु पऱ्यो है। हामीसँग 3टा खाले एडभान्टेज हुन्छ। एउटा भनेको कम्पिटेटिभ एडभान्टेज, अर्को भनेको कम्प्यारेटिभ र अर्को भनेको अब्सोल्युट एडभान्टेज भनेर भन्छ है। र यो 3टा भनेको के हो भन्ने हुन्छ। कम्पिटेटिभ एडभान्टेज भनेको कुनै पनि फ्याक्टर हो जसले चाहिँ एउटा फार्मलाई आफ्नो गुड अथवा सर्भिसलाई बेटर अथवा चिपर के सस्तो अथवा राम्रो प्रड्युस गर्न हेल्प गर्ने सबै फ्याक्टरलाई हामीले के भन्छौँ कम्पिटेटिभ एडभान्टेज भनेर भन्छौँ है। र यो कम्पिटेटिभ एडभान्टेजलाई हामीले दुईटामा टाइपमा ब्रोक गर्न सक्छौँ। एउटा कम्पेरेटिभ, अर्को भनेको अब्सोल्युट एडभान्टेज। अब हामी बुझ्छौँ कम्पेरेटिभ एडभान्टेज भनेको के हो र अब्सोल्युट एडभान्टेज भनेको के हो है। यहाँ हेर्नु, तर म भन्छु मेरो कुरामा चाहिँ बढी ध्यान दिनु। यो कसले दिएको भनेर कहिलेकाहीँ अब्जेक्टिभमा पनि सोध्दो रहेछ, त्यही भएर यो चाहिँ डेभिड रिकार्डोले दिएको हो। र कम्पेरेटिभ एडभान्टेज भनेको कस्तो भन्दाखेरि एउटा कुनै पनि कन्ट्रीले एउटा कुनै स्पेसिफिक गुड अथवा सर्भिस लोवर अपर्च्युनिटी कस्ट है। अपर्च्युनिटी कस्ट भनेको त थाहा छ नि हामीलाई। अपर्च्युनिटी कस्ट भनेको द नेक्स्ट बेस्ट फरगन अल्टरनेटिभ, गइसकेको नेक्स्ट बेस्ट अल्टरनेटिभलाई अपर्च्युनिटी कस्ट भन्छौँ हो। यो लोवर अपर्च्युनिटी कस्टमा कुनै पनि कन्ट्रीले एउटा कुनै प्रडक्टलाई प्रड्युस गर्न सक्छ भने त्यसलाई हामीले के भन्छौँ कम्पेरेटिभ एडभान्टेज भनेर भन्छौँ है। कम्पेरेटिभ एडभान्टेजको डिटर्मिनेन्ट भनेकै अपर्च्युनिटी कस्ट भयो। र कम्पेरेटिभ एडभान्टेज इज मोर कन्सर्न विथ वाट टु प्रड्युस भनेको छ। यो लाइनको एक्सप्लेनेसन यो एक्जाम्पलले पनि बढी दिन्छ है। एक्जाम्पल के छ भने यदि कुनै कन्ट्री साउन्ड छ, प्याडी प्रोडक्सन पनि हुन्छ त्यो कन्ट्रीमा, विट पनि हुन्छ भने त्यो कन्ट्रीले कति लेबर चाहिँदो रहेछ एउटा प्रोडक्ट गर्न भनेर निकाल्छ है। र मानौँ यदि 20जना मान्छे के 20जनाले 20जना मान्छे कस्तो भन्ने नगर्यो, यो 20 मेन डेज भन्छ नि होइन। त्यतिले चाहिँ यदि 20 मेन डेज चाहिँ 10 युनिट प्याडी प्रड्युस गर्न सक्छन् र 20 युनिट विट प्रड्युस गर्न सक्छन् भने चाहिँ तपाईँको सेम मान्छेले यहाँ चाहिँ 10 युनिट प्याडी प्रड्युस गर्न सके, यहाँ चाहिँ 20 युनिट विट प्रड्युस गर्न सक्यो भने यो कन्ट्रीमा उसलाई विट प्रड्युस गर्नलाई चाहिँ कम्पेरेटिभ एडभान्टेज भयो कि है। अपर्च्युनिटी कस्ट लोवर हुने हो नि त। अपर्च्युनिटी कस्ट जुनमा लोवर हुन्छ त्यही हामीले भन्छौँ भनेपछि बुझ्यो नि त। यसको अपर्च्युनिटी कस्ट यसको के अरे यो 20 युनिट विटको अपर्च्युनिटी कस्ट चाहिँ लोवर हुने भयो नि त यो 10 को भन्दा। त्यही भएर जस एकदमै सिम्पल कुरा छ है। कम्पेरेटिभ एडभान्टेजमा चाहिँ अपर्च्युनिटी कस्ट लोवर हुन पर्यो। अब एक्जाम्पल पनि यही एक्जाममा झ्याप सोच्न भन्दा एउटा एक्जाम्पल दिमागमा राखिरह्यो भने लेख्न पनि सजिलो हुन्छ। त्यो भइसकेपछि चाहिँ हामीले यही लेख्न पनि सक्यौँ होइन। 20जना मान्छेले 10 युनिट प्याडी प्रड्युस गर्छन् र तपाईँको 20 युनिट विट प्रड्युस गर्छन् भने त्यो कन्ट्रीमा विट प्रोडक्सनको कम्पेरेटिभ एडभान्टेज छ। र अर्को भनेको के हो अब्सोल्युट एडभान्टेज भन्छ। र अब्सोल्युट एडभान्टेज अघि हामीले के भनेको थियौँ लोवर अपर्च्युनिटी कस्ट भयो भने कम्पेरेटिभ एडभान्टेज हुन्छ। तर सिम्पली लोवर कस्ट भयो भने कुनै पनि कन्ट्री भएको भन्दा त्यो कन्ट्रीको लोवर कस्ट भयो भने चाहिँ त्यसलाई हामीले अब्सोल्युट एडभान्टेज भन्छौँ। र अब्सोल्युट एडभान्टेज हुनलाई चाहिँ लोवर कस्ट हुने भनेको उसको टेक्नोलोजीले अथवा उसको ब्रान्डले पनि हुने भयो होइन। ब्रान्डिङहरूले गर्दाखेरि लोवर कस्ट हुनसक्छ। दे आर द ड्राइभर्स भनेर भनेको छ। र यसको चाहिँ डिटर्मिनेन्ट भनेको प्रोडक्टिभिटी भयो। उतापट्टि के थियो कम्पेरेटिभ एडभान्टेजमा के थियो त्यसको डिटर्मिनेन्ट भनेको अपर्च्युनिटी कस्ट थियो। र हाम्रो के अरे कम्पेरेटिभ एडभान्टेज चाहिँ केमा फोकस गर्थ्यो वाट टु प्रड्युस। यसमा चाहिँ हाउ टु प्रड्युस कि कसरी प्रड्युस गर्दाखेरि चाहिँ लोवर कस्ट हुन्छ भनेर भन्छ। र यहाँ एउटा इक्जाम्पल छ, सजिलो इक्जाम्पल छ। यदि हामीसँग लेबर कस्ट एक्स लाग्छ है, लेबर कस्ट एक्स लाग्छ 50 मेट्रिक टन ओरेन्ज प्रड्युस गर्न अथवा 10 मेट्रिक टन अቮकाडो प्रड्युस गर्न नेपालमा। र त्यही लेबर कस्टमा है सेम लेबर कस्टमा इन्डियामा चाहिँ 10 मेट्रिक टन ओरेन्ज अनि 50 मेट्रिक टन अቮकाडो प्रड्युस हुन्छ भने यहाँबाट हामीले के कन्क्लुड गर्न सक्यौँ भने नेपाललाई चाहिँ ओरेन्ज प्रोडक्सन गर्दाखेरि अब ओरेन्ज धेरै भएको भएर ओरेन्ज प्रोडक्सन गर्दाखेरि अब्सोल्युट एडभान्टेज भयो भने इन्डियालाई अቮकाडो भयो। सिम्पल कन्सेप्ट।
एकदम सजिलो भयो नि त होइन? कम्पिटेटिभ एडभान्टेज भनेको चाहिँ कुनै उसको कम्पिटिटरले भन्दा लोवर कस्टमा अथवा राम्रो क्वालिटी होइन? राम्रो क्वालिटी प्रड्युस गर्दा हामीले त्यसलाई के भन्छौँ? कम्पिटेटिभ एडभान्टेज भन्छौँ र कम्पिटेटिभ एडभान्टेज चाहिँ हामीले कम्पेरिटिभ र अब्सोल्युट एडभान्टेजमा डिपेन्ड गरेका रहेछौँ। र कम्पेरिटिभ भन्ने बित्तिकै हामीले के सम्झिन्छौँ? लोवर अपर्च्युनिटी कस्ट सम्झिन्छौँ भने अब्सोल्युट भन्ने बित्तिकै हामीले के सम्झिन्छौँ? लोवर कस्ट भनेर सम्झिन्छन्।